आज हाम्रो नगरपालिकामा यो अहिले भइरहेको व्यथितिको बारेमा म यहाँहरु मार्फत सम्पूर्ण नगरवासीहरुलाई पनि म जानकारी गराउन चाहन्छु। नगरपालिकाको यो अवस्था कसरी किन भइरहेछ भन्ने कुराको म यहाँहरुलाई म जानकारी गराउन चाहन्छु। हामी सम्पूर्ण कार्यपालिका हामी सबैजना कोही पनि विकासको बाधक होइन, तर आज सिद्धेश्वरनाथ नगरपालिकाको जुन अवस्था सिर्जना भइरहेछ त्यसको सम्पूर्ण जवाबदेहिता चाहिँ नगर प्रमुख सुखदेव यादवजीको नै छ। किन भन्दाखेरि अहिले अबको वार्षिक योजना अब सकिने 2 महिना बाँकी रहँदासम्म पनि योजनाहरू सञ्चालनमा नआउनुको प्रमुख कारण पनि उहाँ नै हो। हाम्रो त्यो योजनाहरू सञ्चालन गर्नु भन्दा पहिला हामीले जुन उपभोक्ता समिति गठन गर्नुपर्ने हुन्छ, नेपालको संविधानले दिएको जुन अवधारणा छ उपभोक्ता समिति टोलटोलमा गएर हामीले गर्नुपर्ने जुन हामीहरूको नियम छ, त्यो विपरीत चाहिँ नगर प्रमुखले आफ्नो हिसाबले मनोमानी ढङ्गले चाहिँ उहाँको अनिवार्य उपस्थितिमा चाहिँ गठन गर्नुपर्ने भनेर उहाँले त्यसरी चाहिँ पत्राचार जुन गर्नुभएको छ त्यो एकदमै सरासर गलत छ। हो, उपभोक्ता समिति जुन वार्डमा जुन काम भइरहेछ त्यसमा चाहिँ त्यहाँ टोलवासीलाई भेला गरेर उपभोक्ता समिति बनाएर त्यो काम गर्नुपर्ने हो र पहिलादेखि गराउँदै आएको पनि हो। तर अहिले आएर जुन नगर प्रमुखले चाहिँ आफ्नो पार्टीको भनौँ वार्ड अध्यक्षहरूलाई मात्रै चाहिँ राखेर उनीहरूले जुन उपभोक्ता समिति गठन गराइरहेछ, एउटा वार्डमा 10-15 वटा जुन योजनाहरू हुन्छ, तर एकै ठाउँमा भेला गराएर त्यसरी कहीँ उपभोक्ता समिति गठन हुन्छ? एउटा उत्तरको टोलको मान्छेहरू दक्षिणमा आएर चाहिँ उसले एउटा ठाउँमा सीमित ठाउँमा चाहिँ उपभोक्ता समिति गठन गराएर चाहिँ उत्तरतिरबाट कसरी आउने? जुन टोलमा छ त्यो टोलमा जानु पर्यो नि। त्यो टोलको बासिन्दा लाभान्वित हुने हिसाबले त्यो टोलको बासिन्दालाई चाहिँ उपभोक्ता समितिमा सदस्यहरू बनाएर उहाँहरूलाई जानकारी गराएर काम गर्नुपर्ने हो, तर त्यो काम भइरहेको छैन। त्यसले गर्दाखेरि आफ्नो हिसाबले आफ्नो मनोकल्पित ढङ्गले कर्मचारीहरू राख्ने, कर्मचारीहरूकै आफ्नो मा ढल्काएर कामहरू गर्ने जुन प्रवृत्तिको अहिले सिर्जना भइरहेछ, त्यसले गर्दाखेरि पनि नगरपालिकालाई एकदमै अप्ठ्यारोको कन्डिसनमा पुगेको छ। तर कर्मचारीहरू हामीले नगरसभाबाट अब अहिले योजनाहरू हामीले सञ्चालन गर्नुपर्ने हो, तर यही हामीलाई एकजना मात्रै हाम्रो इन्जिनियर भएको हुनाले हामीले सभाबाटै हामीले 4 जना 2टा इन्जिनियर 2टा ओभरसियर भर्ना गर्नुपर्छ भने हामीले सभाबाटै पास गरेको, तर त्यो अहिलेसम्म उहाँले चाहिँ त्यो प्रक्रिया अगाडि बढाउनु भएको छैन। अनि कसरी चाहिँ योजनाहरू अगाडि बढ्छ त? त्यो हामीले सभाबाट कार्यान्वयन हामीले सभाबाट पास भएको कुराहरूलाई चाहिँ त्यसलाई चाहिँ पछाडि राखेर अरू कुराहरूमा आफ्नो मनले अरू कर्मचारीहरू भर्नाहरू गर्ने र आफ्नो मनपर्नेहरूले आएको लोकसेवाबाट आएको कर्मचारीलाई भर्ना नगर्ने र आफ्नो इसारामा चल्नेहरूलाई भर्ना गर्ने जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिको हामी घोर भर्सना गर्दछौँ। र अर्को कुरा के छ भने त्यो प्राविधिकहरू नभएको हुनाले गर्दाखेरि यो हाम्रो योजनाहरूलाई अलिकति अप्ठ्यारो पर्ने पनि अवस्था छ। कर्मचारीहरू भर्ना गर्ने स्थितिमा हामीले जुन आवश्यक छ त्योहरू गर्दैन। मेरै न्यायिक समितिको कुरा गर्नुहुन्छ भने आज 1 वर्ष 1.5 वर्षदेखि मेरो न्यायिक समिति चलेको छैन। कर्मचारीको लागि मैले भन्दा हारिसकेँ, तर कर्मचारी मैले पाउन सकेको छुइनँ। त न्यायिक समिति मैले कसरी चल्ने? हैन, न्यायिक समिति चलाउनलाई मलाई कर्मचारी न्यायिक समितिमा किन चाहियो भन्ने हिसाबले त्यसमा पनि कर्मचारी पुगेको छैन र न्यायिक समिति अहिले चाहिँ चल्ने अवस्थामा पुगेको छैन। अब अहिले आएर 1-2-4 दिन भयो, मेरो संयोजक मलाई नै थाहा छैन, स्वास्थ्यको कर्मचारी ल्याएर मेरोमा अहिले राखिदिएको छ नामको लागि मात्रै। अर्को कुरा के छ भने भोलि गएर अब अहिले योजनाहरू सञ्चालन को लागि मेयरले आफ्नो ढङ्गले जहाँ मन लागेको छ त्यहाँनेरि उपभोक्ताहरू गरेर या के गरेर हुन्छ हामीलाई त्यसको मसँग कुनै पनि किसिमको समन्वय मसँग छैन। त भोलि गएर त्यो योजनाहरूको बारेमा मसँग कुनै कामले आउँछ भने त्यसको जिम्मेवार म हुने छैन,
किनभने मसँग समन्वय छैन, मलाई जानकारी छैन, मलाई गराइएको छैन भनेदेखि त्यसको जिम्मेवार म हुँदिनँ। म यहाँहरूलाई म त्यो जानकारी गराउन चाहन्छु। त्यो भोलि गएर के हुन्छ त्यो मेयरले नगर प्रमुखले त्यसको उत्तरदायित्व लिनुपर्छ। हाम्रो नगरपालिकामा चाहिँ मेयरले अहिले आएर हो म व्यक्तिगत कारणले म 2 महिना अनुपस्थित थिएँ। म यहाँहरूलाई म जानकारी गराउँछु किनभने उहाँको मेरो सासुआमा बित्नुभएको थियो, छोरीको बिहा थियो, त्यो म भए तापनि आखिर जानु अगाडि जहिले पनि मैले मेयरलाई मैले भनेर जाने गरेको छु। मलाई कुनै मिटिङ भयो या के गर्नुपर्ने छ, मेरो आवश्यकता छ भने तर मलाई 2 दिन अगाडि खबर गर्नु होला। म सकभर म कोसिस गर्छु आउनलाई। तर मलाई कुनै पनि यो 2 महिनामा कुनै पनि मसँग समन्वय गरेको छैन। कुनै पनि कार्यक्रम होस्, कुनै पनि नगरपालिकाले गर्नुपर्ने कामहरू छ त्यसको लागि मलाई चाहिँ सोधिएको छैन, खोजिएको छैन। अनि नगर प्रमुखलाई जहिले पनि एक ब्याक साइडमा राखेर आफ्नो हिसाबले उसले काम गरिरहेछ। अहिले सञ्चारको माध्यम छ तर सञ्चार माध्यमबाट पनि त के अरे सूचनाहरू पठाउनु पर्ने हो, तर अहिलेसम्म छैन। आज हाम्रो यो प्रशासकीय अधिकृत आएको 1-1.5 वर्ष सायद अब हुन्छ हैन, तर यो बीचमा एक दिन पनि छैन होला नगर प्रशासकीय अधिकृतले चाहिँ मसँग समन्वय गरेको। मलाई उपमेयर साहब के गर्ने कसो गर्ने या मसँग पनि सल्लाह लिने एक रति पनि छैन। ऊ खाली मेयरैमा ढल्केको छ। कुनै पनि काम हुन्छ भने हाकिम साहब यस्तो गर्नु पर्यो त मेयरलाई सोध्नु, के गर्नु पर्यो उसले गर्नु। उसले आफ्नो ढङ्गले एक त ऊ जहिले पनि एक्जाममा हुन्छ, व्यस्तै हुन्छ, जहिले पनि एब्सेन्ट नै हुन्छ र प्राय के अरे उसको प्राय के सधैँ नै सायद सबै हाम्रो वडाध्यक्षज्यूहरूलाई सोध्न सक्नुहुन्छ तपाईँहरू। एक दिन पनि हाम्रो प्रशासकीय अधिकृतले कसैसँग पनि समन्वय गरेर कसैसँग पनि फोनमा पनि कुरा भएको छ भनेदेखि तपाईँहरू सोध्न सक्नुहुन्छ। तर उसले अहिलेसम्म हामी सबैलाई माइनस गरेर गएको छ। यो त एकदमै जातिको कुरा भयो नि। यसमा हाम्रो लेखा अधिकृत पनि त्यही सँगसँगैमा हुनुहुन्छ। त्यही भएर हामी चाहन्छौँ, हामी यहाँ सबैको समक्ष पनि यो हामी भन्न चाहन्छौँ, हामीलाई प्रशासकीय अधिकृत या हामीलाई अर्को हाम्रो लेखा अधिकृत हामीलाई अर्को जबसम्म व्यवस्थापन हुँदैन यो नगरपालिका चल्ने अवस्थामा छैन। म यति भन्दै हाम्रो नगरको यो दुर्दशा हुनुमा चाहिँ प्रमुख भूमिका चाहिँ मेयर सुखदेव यादवकै भएको म यहाँहरू सबैलाई म जानकारी गराउँछु। हामी सबैलाई बाइपास गरेर उसले आफ्नो ढङ्गले जुन कामहरू गरिरहेछ भन्दै म आफ्नो भन्न चाहन्छु। रेड बुकै दिएको छैन। त्यही कुरामा पनि हाम्रो पालिकामा बारम्बार आवाज आउँदा पनि अब यो 2 महिना बाँकी छ, अहिलेसम्म रेड बुक छैन। रेड बुकको लागि सबै वार्डहरूमा पठाउनु पर्ने गर्नुपर्ने। कार्यपालिका परिषदबाट पास गर्नुभयो होला नि? हजुर, कतिवटा योजना त्यो त अब वार्डहरूले सबैले आफ्नो आफ्नो त्यही पनि त हामीले नगरले चाहिँ के योजना राखेको छ, हामीले जुन अरू हुन्छ वार्डलाई आफ्नो योजना जानकारी छ है। अब मैले के योजना राखेँ भनेर नगरको योजना त हुनु पर्यो नि त। भित्रको बिचमा नगर प्रमुखले त्यसको बारेमा त थाहा हुनु पर्यो नि हामी सबैलाई। त्यो थाहा हुन्छ भनेर अहिले सूचना सबैले पाउनु पर्ने ठाउँमा पनि त्यो सूचना कसैलाई दिएको छैन। किताब एभाइलेबल अहिलेसम्म पनि गरेको छैन। अब भएर पनि के गर्ने? कति बजेट छ यो विकास विकासतर्फ हाम्रो टोटलमा गर्नुपर्ने हैन 22 करोड जति। मसँग कुनै पनि किसिमको समन्वय छैन। मसँग मात्रै छ, उसले गरिरहेको छैन। मैले भने तापनि या मसँग कुनै पनि भेटघाट या सरसल्लाह या केही पनि समन्वय छैन। ऊ आफ्नो मनोपानी डल्न गरिरहेको। संविधानकै विडम्बना छ। अधिकार त मेयरलाई दिएको छ, हामीले गरे तापनि हैन। उपमेयरलाई कागजी रूपमा मात्रै छ हैन। जो अब बजेट बनाउने गर्ने ओर्नेमा छ त पछि त्यसलाई अनुमोदन गर्ने त मेयरले नगरिकन हुँदैन। त्यही त एउटा उसले आफ्नो पावर गरेर जो पनि अधिकृतहरू आउँछ मेयरैसँग टाँसेको हुन्छ, उनीहरूकै कुरा मिल्ने हुन्छ, यतातिरहरूलाई पन्साइरहेको हुन्छ। कुरा त्यसमा हुन्छ। संवैधानिक त्रुटि हो। म त त्यही नै भन्छु।